वृक्षं क्षीणफलं त्यजन्ति विहगा शुष्कं सरसारसा निद्रव्यं पुरुषं त्यजन्ति गणिका भ्रष्टं निपममन्त्रिणा पुष्पं पर्युषितं त्यजन्ति मधुपा दग्धं वनान्तं मृगाः सर्वं कार्यवशाज्जनोभिरमते तत्कस्य को वल्लभ सविप्रपादोककर्दमानि सवेदशास्त्रध्वनि गर्जितानि स्वहा स्वधाकारनिरन्तनानि संवादतुल्यानि गृहाणि तानि संवादतुल्यानि गृहाणि तानि न विप्रपादोककर्दमानि न वेदशास्त्राध्वनिकर्जितानि स्वहा स्वाधाकारकलहानि तानि शमशानतुल्यानि गृहाणि तानि शमशानतुल्यानि गृहाणि तानि गतेऽपि वयसि ग्राह्यविद्या सर्वात्मना बुधैः यद्यपि स्यान्ना फलदा सुलभा सान्यजन्मानि फलक्षीण भएको वृक्षलाई पक्षीहरूले त्याग्दछन् पानी सुकिसकेको तलाउलाई हाँसहरूले त्याग्दछन् सम्पत्तिविहीन निर्धन पुरुषलाई नगरवधु त्याग्दछन् पतन भएको राजालाई मन्त्रीहरूले त्याग्दछन् पुरानो भएर ओइलाएको निरस फुललाई भमराहरूले त्याग्दछन् जलेको वनको पाखालाई मृगहरूले त्याग्दछन् सबै व्यक्ति कार्यकारणले मात्र सम्बन्धमा रमाउँछन् प्रकृतिमा त्यस्तो कार्यकारणले मात्र सम्बन्धमा रहन्छ भने कसको लागि को प्रिय हुन्छ ब्राह्मणका हिलोमा लटपटिएका पादहरू जुन घरमा पर्दछन् सम्पूर्ण वेद शास्त्रहरूको ध्वनि गुञ्जन जुन घरमा भइरहन्छ यज्ञमा देवतालाई प्रसन्न गर्नका लागि आहुति दिँदाको स्वाहा स्वरूप मन्त्रको ध्वनि गुञ्जन र श्रद्धा र तर्पणमा पितृलाई पोषण प्रदान गराउने आहुतिको सुधा स्वरूप मन्त्र ध्वनिको गुञ्जन निरन्तर जुन घरमा भइरहन्छ त्यस्ता घरहरू प्रशंसा गर्न लायक छन् न त त्यस घरमा ब्राह्मणका हिलोमा लटपटिएका पादहरू पुगेका छन् न त त्यस घरमा वेदशास्त्रहरूको ध्वनि गुञ्जन भइरहन्छ यज्ञमा देवतालाई प्रसन्न गर्नका लागि आहुति दिँदाको स्वाहा स्वरूप मन्त्रको ध्वनि गुञ्जन र श्रद्धा एवं तर्पणमा पितृलाई पुष्टि गराउने आहुतिको सुधा स्वरूप मन्त्र ध्वनि गुञ्जन निरन्तर भइरहनु पर्ने त्यस घरमा झगडा भइरहन्छ भने त्यस्ता घरहरू शमशान घाट समान हुन्छन् अर्थात् त्यस्ता घरहरूमा समस्या सङ्कट एवं चिन्ता र शोकले घेरिएको हुन्छ पुरै आत्मादेखि नै ग्रहण गर्न योग्य परम ज्ञान प्राप्त गर्न हर सम्भव प्रयास गर्नुपर्छ चाहे उमेरै बितेर किन नजाओस् यहाँ प्रयासको रूपमा आफूलाई अनुकूल हुने योग मार्ग भनेर बुझ्नुपर्छ भक्ति मार्गमा अघि बढ्नेहरू मन्त्र भजन कीर्तन पूजा आराधना
र भक्तिलाई प्राथमिकता दिएर भगवानलाई आफ्नो हृदयमा उतार्छन् र भगवानमा नै एकाकार हुन्छन्। ज्ञान मार्गमा अघि बढ्नेहरू बुद्धि विवेक र वैराग्यलाई प्राथमिकता दिएर परम ज्ञान हासिल गर्दछन्। कर्मयोगमा अघि बढ्नेहरू अष्टाङ्ग योग, हठ योग, तपस्या आदि मार्गहरूमा आफ्नो जीवन ऊर्जा पुरा लगाउँछन् र निर्विकल्प समाधिमा समाधिस्थ हुन्छन्। यद्यपि यही जन्ममा परम ज्ञान प्राप्त गर्न सरल, सुलभ र सजिलो छैन। यस जन्ममा गरिएका साधनाको संस्कारको कारण आगामी जन्महरूमा परम ज्ञान प्राप्त गर्न सहज र सुलभ हुँदै जान्छ। समग्रमा भन्नुपर्दा प्रकृतिको सम्पूर्ण जीवन जगतमा आपसी कार्यकारणले मात्र सम्बन्ध कायम रहेको हुन्छ र मनुष्यको आपसी सम्बन्धमा पनि त्यही वास्तविकता देख्न आउँछ। पति पत्नी, माता पिता, पुत्र पुत्री, बन्धु बान्धव आदि सम्पूर्ण सम्बन्ध पनि कार्यकारणले नै टिकेको हुन्छ। अर्थात् मनुष्यको सम्पूर्ण सम्बन्धहरू प्रत्यक्ष एवं अप्रत्यक्ष रूपमा स्वार्थमा नै कायम रहेको हुन्छ। त्यसैले त गृहस्थी जीवनमा रहेर पनि आफ्नो घरमा ब्राह्मणहरूको पवित्र चरणले पवित्र गराउने गरिएको वेद आदि शास्त्रहरूको पाठ गुन्जन भइरहने अनि यज्ञमा स्वाहा र स्वधाको ध्वनि निरन्तर गुन्जिरहने त्यस्तो घर प्रशंसनीय हुन्छ। त्यस्तो गृहस्थीको घर पवित्र र प्रशंसनीय हुन्छ। यसको विपरीत घरमा सधैँ झै झगडा हुने घर शमशान तुल्य हुन्छ। यसै कारणले त गृहस्थी जीवनमा बसेर पनि सम्पूर्ण सम्बन्धहरू कार्यकारणमा आधारित भएको जानेर परम ज्ञान प्राप्त गर्नका लागि हर सम्भव प्रयास गर्नुपर्छ। यस जन्ममा सजिलै सहज सुलभ रूपमा प्राप्त गर्न नसके तापनि आगामी जन्महरूमा परम ज्ञान प्राप्त गर्नका लागि यस जन्मको साधना संस्कार बनिरहन्छ एवं यस जन्मको पुण्य अर्को जन्ममा पनि सहयोगी बन्दछ। यस जगतमा तपाईले जति नै चल अचल धन सम्पदा हासिल गर्नु भए पनि मृत्युको क्षणमा यो सम्पूर्ण धन सम्पदा यहीँ छुट्न जान्छ। अत्यन्तै स्याहार सुसार गरेर जतन गरेको आफ्नै भौतिक शरीरलाई पनि यहीँ छोडेर जानुपर्छ। यसकारण प्रष्टैसँग बुझ्न सकिन्छ कि यस उत्कृष्ट मनुष्य चोलाको सम्पूर्ण भौतिक धन सम्पदा केवल यस जन्मका लागि काम चलाउ मात्र हुन्छन्। अतः गम्भीर, बुद्धिमान र विवेकी व्यक्तिहरू आध्यात्मिक अभौतिक सम्पदा हासिल गर्दछन्, जो सम्पदा जन्मौँ जन्मका लागि कुञ्जीको रूपमा रहिरहन्छ। यहाँ आध्यात्मिक सम्पदा भन्नाले मीरा, प्रहलाद आदि भक्तहरू जस्तै भगवानको भक्तिमा लीन हुने संस्कार, वशिष्ठ, विश्वामित्र, वेदव्यास आदि वैदिक ऋषिमुनिहरू जस्तै सिद्ध पुरुष हुन तपस्याको संस्कार, 7 वर्षको उमेरमा सन्यास लिएर परम ज्ञान हासिल गरी सम्पूर्ण जगतलाई बाटो देखाउने जगद्गुरु आदि शङ्कराचार्य जस्तै ज्ञानको खोज गर्ने संस्कार आदि बुझ्नु पर्दछ।